हाई एभ्रिवान, नमस्ते। हजुरहरूले कहिले कुकरमा ढिँडो पकाएर खानुभएको छ? यदि छैन भने मेरो भिडियो अन्तिमसम्म हेर्नुहोला है। ढिँडो खान त मनपर्छ तर बनाउनै आउँदैन भन्नेहरूको लागि यो भिडियो एकदमै हेल्पफुल हुन सक्छ। यो तरिकाले बनाउँदा एकदमै छिटो, मिठो र सजिलो पनि हुन्छ। अब चाहिँ सुरु गरौँ है त यसलाई चाहिने सामग्रीहरूबाट। गहिरो भाँडामा 1 बटुका कोदोको पिठो राख्नुपर्छ। त्यसै गरी मैले आधी बटुका फापरको पिठो पनि राखेँ। हजुरहरूले कोदो या फापर जेको मात्र पनि बनाउन सक्नुहुन्छ। अब यसलाई मिक्स गर्छु। मैले 1 बटुका र आधी पिठो राखेको थिएँ र त्यसै गरी पानी चाहिँ म त्यसको डबल राख्छु। हामीले चिसो पानी राख्नुपर्छ। अब कतै पनि डल्ला नरहने गरी मजाले मिक्स गर्नुपर्छ। अनि हजुरहरू कसलाई ढिँडो मनपर्छ कमेन्ट गर्न नबिर्सिनु होला र ढिँडो चाहिँ केसँग खाँदा स्वादिलो हुन्छ त्यो पनि कमेन्ट गर्नु होला है। मलाई चाहिँ मासुसँग नै मिठो लाग्ने भएकोले मासुसँग बनाएकी थिएँ, एकदम मिठो भएको थियो। हेर्नुहोस् त पिठो र पानी मजाले मिक्स भइसकेको छ। अब चाहिँ म यसलाई 15 मिनेटको लागि छोपेर राख्दैछु। 15 मिनेट पछि हेर्दा पिठो यतिको बाक्लो भएको छ। मैले फेरि यसमा सानो बटुकाको 1 बटुका पानी राखेँ। यसलाई पनि फेरि म एकैछिन राम्रोसँग मिक्स गर्छु। ढिँडो पकाउनको लागि पिठो रेडी भइसक्यो। अब ग्यासको फ्लेम अन गरेर कुकर बसाउँछु र त्यसमा थोरै तेल राख्छु। तेल तातिसकेपछि अघि रेडी गरेको पिठो राख्छु। यति बेला चाहिँ ग्यासको फ्लेम मिडियममा हुनुपर्छ। ठुलो बनायौँ भने डढ्ने सम्भावना धेरै हुन्छ। अब म यसलाई एकैछिन चलाउँछु। यदि हजुरहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ प्लिज च्यानल सब्स्क्राइब गरिदिनु होला। त्यसै गरी भिडियोमा लाइक कमेन्ट पनि गरिदिनु होला। भिडियोमा केही कमी कमजोरी भए पनि हजुरहरूले कमेन्ट मार्फत सल्लाह सुझाव दिन सक्नुहुनेछ। यो पिठो चाहिँ यतिको बाक्लो हुने बेलासम्म चलाउनु पर्छ। अब कुकरको बिर्को लाएर म यसलाई 2 सिटी लाग्नको लागि छाड्दिन्छु। सिटी लागेर हावा गइसकेपछि अब म हेर्दैछु। हेर्नुहोस् त हाम्रो ढिँडो यतिको पाकेको छ। अब फेरि पनि एकैछिन यसलाई लो फ्लेममा पकाउनु पर्ने हुन्छ। पहिले ढिँडो चाहिँ गाउँघरमा मात्रै खाने चलन थियो भने अहिले चाहिँ यसको स्वास्थ्य लाभको कारणले सहरतिर पनि एकदमै लोकप्रिय बन्दै गइरहेको छ। हेर्नुहोस् त कति सजिलै ढिँडो पनि पाकिसक्यो। अब चाहिँ म सर्भ गर्नको लागि ढिँडोलाई थालमा राख्दैछु। ढिँडो चाहिँ हजुरहरूलाई मनपर्ने सब्जीसँग पनि खान सक्नुहुन्छ। हेर्नुहोस् त ढिँडोसँग खानको लागि चिकन ग्रेभी पनि रेडी भइसक्यो। हजुरहरू पनि यसरी नै सजिलो तरिकाले ढिँडो बनाएर खानुहोला है। र भिडियो अन्तिमसम्म हेरेर मलाई साथ दिनुभएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद।